of the tournament? Any guess? Best player of the tournament? यो गएको छ jersey number 7 from Iran FC. Captain sir, Iran FC का captain र यसको लागि म functional president श्रीमती मीना विष्टज्यूलाई अगाडि आउनका लागि म अनुरोध गर्दछु। जर्सी नम्बर 7 इरान टिमका क्याप्टेन बेस्ट प्लेयर अफ द टुर्नामेन्ट 2026। धेरै धेरै धन्यवाद भाइ, राम्रो खेलको प्रदर्शन गर्नुभयो र आउने साल पनि यही प्रकारको खेल हामी देख्न पाउँछौँ होला भन्ने पूर्ण आशा राख्दै अब हामी जाँदैछौँ। Best goalkeeper, any guess? Go होला best goalkeeper. Okay, best goalkeeper को नाम आएको छ इरान गोर्खा एफसी बेस्ट गोलकीपर अफ द टुर्नामेन्ट र यो पुरस्कार दिनका लागि म आजका हाम्रा मुख्य अतिथिलाई मञ्चको अगाडि बढाउँछु। Goalkeeper of the tournament 2026 र यो भएको छ इरान एफसी का गोलकीपर धीरज राय। बेस्ट गोलकीपर अफ द टुर्नामेन्ट। धेरै धेरै धन्यवाद। र लागि सर्वप्रथम राखेको प्राइजदेखि हामी सुरुवात गर्नेछौँ। फास्ट गोल स्कोरर गर्नेले पाउनु भएको छ टोटल गरेर 6500 रुपैयाँ। 6500 रुपैयाँ र फास्ट गोल स्कोररको प्राइज राखिदिनु भएको छ दिवाकर खरेलले 1000 रुपैयाँ अनि छविलाल कोइराला 5000। एकजना नाम अलिकति बुझिएन छ बिस्ट भन्ने थर चाहिँ बुझ्यो इरानदेखि हुनुहुन्थ्यो उहाँले 500 रुपैयाँ 6,500 rupees goes to the first goal scorer. Kola, first goal scorer. Yes, हामीले देखेकै हो। जर्सी नम्बर 30 सिमाइरोङ फुटबल क्लबका जर्सी नम्बर 30 फर्स्ट गोल स्कोरर र म आज आउनुभएका मुख्य अतिथिलाई त्यो प्राइज उहाँलाई ह्यान्डओभर गरिदिनका लागि अनुरोध गर्दछु। मेजरज्यूलाई अगाडि बोलाउनेछु। The best defender goes to yes सिंहमारोङका जर्सी नम्बर 27 साहिल चौहान। Best defender of the tournament. Best defender of the tournament 2026 को पुरस्कार उहाँले आफ्नो पक्षमा गर्नुभएको छ र यो धेरै धेरै धन्यवाद। फेरि पनि आउने सालमा यस प्रकारको खेल हामी देख्न पाउँछौँ भन्ने म आशा राख्दै राज जुन क्रिकेटमा हुन्छ हिरो अफ द म्याच फाइनल म्याचको हिरो अफ द म्याच गोस टु जर्सी नम्बर 17 from Singmarong Gorkha FC. Hero of the match goes to Singmarong FC र यसको लागि म श्री जगदीश चन्द्र पाटनीज्यू आजको गेस्ट ओनरमा आउनुभएका फाउन्डर एडेन स्टार एजुकेसनल सेन्टर उहाँलाई अगाडि आइदिनु हुनका लागि म अनुरोध गर्दछु। प्लेयर अफ द म्याच, हिरो अफ द म्याच, आजको म्याचको लागि उहाँ हिरो हुनुभएको छ। थ्याङ्क यू र यसैबीच गर्ने खिलाडी टप स्कोरर अफ द टुर्नामेन्ट 2026 एनी गेस को होला टप स्कोरर सबसे ज्यादा गोल कसले छिराएको छ होला? दिस गोस टु केजीवाईए बी टिम जर्सी नम्बर 6 सञ्जय कटवाल। केजीवाईए
उहाँले टोटल 6 गोल गर्नुभएको छ, टोटल 6 गोल। सञ्जय कटवाल केजिवाई बी टिम र भाइलाई अगाडि आइदिनका लागि म अनुरोध गर्दछु र म म्याडम तपाईँ आएर यो पुरस्कार दिन हुनका लागि म अनुरोध गर्दछु। सञ्जय कटवाल भाइ केजिवाई बी सञ्जय कटवाल आउनुहोस्। टप स्कोरर अफ द टुर्नामेन्ट 6 गोल उहाँले 6 गोल गर्नुभएको छ। यस आउनुभएको छ भाइ सञ्जय कटवाल। उहाँ क्लासिक फुटबल एकाडेमीमा पनि खेल्नुहुन्छ, उहाँ क्लासिक फुटबल एकाडेमीका प्लेयर पनि हुनुहुन्छ उहाँ। र भाइ इमर्जिङ प्लेयर अफ द टुर्नामेन्ट, इमर्जिङ टुर्नामेन्टको इमर्जिङ प्लेयर को होला? इमर्जिङ प्लेयर नाम आएको छ केजिवाई ए टिमका मनिष गौतम। इमर्जिङ प्लेयर अफ द टुर्नामेन्ट गोज टु केजिवाई ए टिम मनिष गौतम भाइ। मात्र 15 सालका भाइ हुनुहुन्छ, उसको साल मात्र इज ओन्ली 15 इयर्स ओल्ड। 15 साल मनिष गौतम भाइ। एकजना कोही पनि उहाँ हुनुहुन्न भने एकजना केजिवाई ए टिमका कोही पनि एकजना आइदिने। उहाँहरूको लागि अर्को सालको टुर्नामेन्टमा एडमिसन फ्री, जहाँ पनि भर्खर टुर्नामेन्ट हुन्छ। बेस्ट डिसिप्लिन टिमको लागि एउटा पुरस्कार जस्तो हो। अर्को सालको टुर्नामेन्टमा उहाँहरूको एडमिसन टोटली हामी फ्री गर्नेछौँ। र यसको लागि म कबुलेका टिमका टिम क्याप्टेन अथवा कोही एकजना टिम सदस्य हुनुहुन्छ भने आउनका लागि म अनुरोध गर्दछु। र म आजका चिफ गेस्टलाई फेरि एकचोटि दुःख दिँदैछु यो पुरस्कारको लागि। कबुलेका एफसी, कबुलेका गोर्खा एफसीका कुनै खेलाडी हुनुहुन्छ भने प्लिज आउनुहोस्।